नमस्कार। आज म पोखराबाट विराटनगर जाँदैछु। नमस्ते नमस्ते सबैलाई नमस्ते। अहिले म पोखराको फेवाताल पृथ्वी चोकबाट बोलिरहेको छु। आज यो गाडीमा एकजना रमाइलो दाई पनि भेटिनुभयो। पोखरादेखि मुनिको बाटो त जोस् मान्नुपर्छ, यो बनाउने सबैलाई मान्नुपर्छ, सरकारलाई मात्र नै, विदेशी देश विदेशी सबैलाई। 500 किलोमिटरभन्दा लामो रात्रि बसको यो यात्रा कस्तो हुन्छ त? भिडियो पुरा हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। भिडियो मन परे लाइक, सेयर र कमेन्ट पनि गरिदिनुहोला। साथीहरू नमस्कार। आज नमस्ते नमस्ते सबैलाई नमस्ते। अहिले म पोखराको फेवाताल पृथ्वी चोकबाट बोलिरहेको छु। दाई एकजना हुनुहुन्छ ल। हामी कहाँ जाँदैछौँ? हामी अहिले इटरीतिर जाँदैछौँ। दाई चाहिँ विराटनगर, म चाहिँ इटरी। आज यो बसको यात्रा रातभरि कस्तो हुन्छ तपाईँहरूलाई? यो होला राम्रै होला होइन, एक दिन मर्रै जाने हो के भएर। हामी नमरी बाँचे दैवले साँचे। हामी कुन गाडीमा छौँ? समृद्धि डिलक्समा छौँ होइन। अहिले 4 बज्न लागेको छ। अमरसिंहबाट अगाडि बढेछौँ। गाडी एकदम मस्त छ। दाई एकदम बिन्दास हुनुहुँदो रहेछ। दाईसँगको यात्रा एकदम रमाइलो हुन्छ जस्तो छ होइन। ठिक छ। गाडी चाहिँ एकदम राम्रो छ। यो गाडीमा पहिला पनि हिँडेको छु म होइन। आउँछ यता साइडबाट चाहिँ सबै हिमाल देखिन्छ अनि अगाडि चाहिँ केही पनि देखिँदैन रहेछ। ठिक छ। अब यो बाहिरपट्टि कस्तो छ भन्दाखेरि बाहिर चाहिँ यस्तो छ। विजयपुर पो आइसकेको छ त। अमरसिंहबाट हिँड्यौँ भनेको त विजयपुर खोला आइसकेको छ। यहाँ पुल बन्दैछ, त्यसले गर्दा अलिकति जाम हुन्छ घरिघरि। हामी यो के भन्छ जामुने थर्पुबाट अलिकति अगाडि थर्पु पुग्न लाग्यो क्यारे। जामुने आइपुग्यो। अब हामी आएको गाडी चाहिँ एकदम लग्जरी विराटनगर पोखरा समृद्धि। यहाँ सफल होटलमा 60 मुरे भन्ने ठाउँ रहेछ। यहाँनिर चाहिँ खाजा खाना भनेर रोकेछ। 15-20 मिनट रोक्छ होला। मसँग आउनुभएको हाम्रो सुमन दाईलाई चाहिँ जाडो भयो अरे, ज्याकेट लाउनु माथि चढ्नु भएको छ। दाईले ज्याकेट लाउनु भयो होइन। अनि यो गाडीमा तपाईँलाई यात्रा कस्तो हुँदैछ त? गाडीको यात्रा ठिकै छ सर। यात्रा गर्ने हो होइन, हजुर। जाने हो, हिँड्ने हो, के छ र मरिलाने के छ र, एक दिन मर्ने नै हो होइन। मलाई केही छैन। ज्याकेट लाउनु भयो। मैले चाहिँ ज्याकेट चाहिँ लाएको छु, चेन खोलेको छु। अब अहिले अलिक भरे चिसो चिसो भएपछि ज्याकेट लाउने। गाडीभित्र चाहिँ गर्मी नै भएको थियो है। एसी चाहिँ चलाएको थियो तर घाम एकदम परेको थियो विन्डोपट्टिको सिटमा, त्यसले गर्दा अलिकति चिसो नै भएको थियो। जोस् अब यहाँ हामी एकछिन रोकिन्छौँ, फ्रेस हुन्छौँ, त्यस पछाडि अनि अगाडि बढ्छौँ। एकदम मस्त सुन्तला फलेको रहेछ है। सुन्तलाको झ्याप्प रुखभरि। अनि यता हाम्रो दाई चाहिँ सुन्तला हेरेर भाइ जाऊ न सुन्तला खान भन्दै हुन्छ। अब नहौ, अहिले जाडो छ, चिसो छ, नहौ भोलि खाउँदै हो। त्यसो भए यसो यतातिर जाउँ, चिया केही पाइएछ भने खाउँला। यहाँ हामी अब जान्छौँ, फ्रेस हुन्छौँ, त्यसपछि चिया खाइन्छ होला। हामी तमौली बजारमा पुग्यौँ। दाई हुनुहुन्छ, दाई मिठा गफ गर्दै हुनुहुन्छ। दाईसँग गफ गर्न एकदम रमाइलो भइरहेछ होइन दाई? ठिक छ। गाडी रोकिएको छ। तनाव महसुस भएको छ, अरू केही भएको छैन। तनाव किन दाई? अब भोलि जाने फेरि त्यही गङ्गन सुन्ने, त्यही त हो। तनाव लिन हुन्न दाइ, तनाव लिन हुन्न। अब गाडी बढ्यो तमौलीबाट अगाडि। अहिले बेलुकाको 7 बज्यो। 7 बजेको छ। अहिले म यो नारायणघाटको बस पार्कमा, यहाँ हाम्रो गाडी आइपुगेको छ। म नारायणघाट बस पार्कमा आइपुगेको छु। अब यहाँबाट हेटौँडातिर पुर्याउँछ होला खाना खान रोक्नलाई। मसँग भएको दाइ थियो, म त निराएको छु कि मुगलिनबाट यता लागेपछि। यो बाटो बनेपछि चाहिँ अलिकति छिटै भएको जस्तो। पहिला पोखरा मुगलिन पोखरा बाटो बन्दाखेरि चाहिँ 8 साढे 8 बज्थ्यो यहाँ आइपुग्दाखेरि। तर अहिले चाहिँ 1 घन्टा
छिटै भएछ। तपाईँहरू भिडियोमा हेर्दै गर्नु है त। हामी अहिले यो के भन्छ बस्तीपुर आइपुग्यो होइन, हेटौँडा नजिकै। दाइ यहीँ हुनुहुन्छ, खाना खाना रोकेछ गाडी, सबैजना झर्दै हुन्छ पछाडिबाट। अब हामी पनि तल झर्छौँ। खाउँला केही यता रोकेछ। हामी पोखराबाट हिँडेको 3:30 बजे, यहाँ आइपुग्दाखेरि 8:30 बजेको छ होइन। चाउचाउ साउचाउ खाने कुरोकानी भयो। अब चाउचाउ साउचाउ खाइन्छ होइन। चाउचाउ खाने दाइ? अन्डा चाउचाउ हुन्छ। रोटी त होला, अब हेर्नुपर्छ, हेरौँ के छ होइन। अगाडि जाँदैछौँ। बस्तीपुरमा चाउचाउ अन्डा खाएर अगाडि बढेपछि हामी केही क्षणमै हामी हेटौँडा बजार पुग्यौँ। हेटौँडा बजार चाहिँ बागमती प्रदेशको सदरमुकामको रूपमा रहेको छ। यो चाहिँ पूर्व पश्चिम राजमार्ग अन्तर्गतको एउटा यातायातको मुख्य ट्रान्जिटको रूपमा पनि विकसित सहर हो होइन। त्यसपछि चाहिँ म निधाएछु। त्यो इटरी झर्छु भन्ने छेउको दाइ पनि कहाँ बर्दिवासतिरै झर्नुभएछ। गाडी हाम्रो बर्माजियामा रोकियो। बर्माजिया चाहिँ पेडाको लागि एकदमै फेमस छ। असली बुढो बाजेको पेडामा चाहिँ गएर हाम्रो गाडी रोकियो होइन। धेरैजनाले त्यहाँ पेडा पनि किन्नुभयो। मैले यसपालि चाहिँ पेडा किनिनँ, मैले अरू बेला किन्थेँ। यहाँको पेडा एकदमै राम्रो पाइन्छ यहाँनिर। मैले चाहिँ जाडो थियो, बिहान 2:30 बजेको थियो, मैले तातो चिया खाएँ। चिया खाइसके पछाडि अनि हाम्रो गाडी चाहिँ विराटनगरतिर अगाडि बढ्यो। गाडी गयो 5 बज्यो बिहानको। म राजवंशी चोकमा झरेँ। गाडी गयो है पछाडि मलाई छोडेर। बिहान 5 बज्यो, आज धेरै छिटो आइयो। म राजवंशी चोकमा झरेको छु। भिडियोलाई इन्ड गरिदिन्छु। घर पुग्यो अब। भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस् है।